कसैले पैसा खर्च गरिरहेछ, कसैको पैसा तपाईँले खाँदै हुनुहुन्छ चुनावको अगाडि भनेपछि यति कुरा बुझ्नुहोस् कि त्यो जसको खानुपर्छ त्यसले त त्यो कमाउनु पर्यो। त्यो उसले 1 करोड खर्च गरेछ भने त 5 करोड उठाउँछ भन्ने कुरा चाहिँ मान्छेले दिमागमा चाहिँ बसाउनु पर्यो क्या। 5 वर्षभरि मलाई चल्ने पैसा त कुनै नेताले दिनेवाला छैन भनेपछि त्यो पैसाले चाहिँ 5 वर्ष दुःख पाइन्छ भन्ने कुरा चाहिँ माइन्डसेटमा चाहिँ मान्छेले राख्नु पर्यो। साँच्चै आफू बस्ने, आफ्नो छोराछोरी बस्ने, आफ्नो परिवार चाहिँ राम्ररी बस्ने वातावरण चाहिएको छ भने चाहिँ यसपालि सक्षम व्यक्तिलाई दिनु पर्यो भोट, मलाई नै दिनुपर्छ भन्ने पनि छैन। हेलो साथीहरू, यो भिडियो चाहिँ एकदमै स्पेशल भिडियो छ। त्यही भएर तपाईँहरू सबैजनाले सेयर अनि रिपोस्ट गरिदिनु भयो भने, तपाईँहरू 5000 जनाले मात्र यो भिडियोलाई रिपोस्ट गरिदिनु भयो भने गाउँको कुना काप्चामा रहनुभएका बुबा आमा दिदी बहिनी दाजुभाइ भाटा पक्कै पनि पुग्छ। बालेन शाहले भन्नुभएको एकदमै सही हो। हेर्नुहोस्, हाम्रो देशमा अहिले भइरहेको नै यस्तै छ। त्यसै कारणले हाम्रो देश निकै पिछडिएको छ। नेता मन्त्रीहरू जुन ठुल्ठुला मान्छे भनिन्छन् नि, यिनीहरू 5 वर्षमा एकचोटि गाउँ गाउँमा चुनावमा भोट माग्नको लागि पुग्छन्। त्यसै बेलामा राङ्गा काट्ने, खसी काट्ने, मासु चिउरा गाउँ घरमा बसेका मान्छेहरूलाई टन्न मासु चिउरा रक्सी टन्न खुवाइदिने, अनि भएन भने पैसा पनि बाँडिदिने। बाइक चलाउने मान्छेहरूलाई फ्रीमा पेट्रोल दिने, अनि चुनाव जित्ने सत्तामा आउने। चुनावको बेलामा 10 करोड खर्च गर्यो भने त्यो मान्छे सत्तामा आइसकेपछि 10 अरब भ्रष्टाचार गरेर कमाइदिन्छ। अनि देशले विकास र निकास कसरी पाउँछ तपाईँहरू नै भन्नुहोस् त। त्यसै हाम्रो देश विकासमा पिछडिएको छ। भ्रष्टाचारले गर्दा नै हो हाम्रो देश विकासमा पिछडिएको। जहाँ जहाँ जे भयो भयो। तपाईँहरू जुन पार्टीको सदस्य कार्ड लिनु भएको छ लिनुहोस्। तपाईँहरू जुन पार्टीको झन्डा बोक्नुहुन्छ बोक्नुहोस्। तपाईँहरू जुन पार्टीको लागि भोट माग्नुहुन्छ माग्नुहोस्। जुन पार्टीले तपाईँलाई मासु चिउरा रक्सी खुवाउँछ खाइदिनुहोस्। जुन पार्टीले तपाईँलाई पैसा दिन्छ तपाईँ पैसा पनि लिइदिनुहोस्। तर भोट हाल्ने बेलामा चाहिँ आफ्नो देशलाई सम्झेर, देशको अवस्था सम्झेर, आफ्नो सन्तानलाई सम्झेर, आफ्नो भावी अब आउने पुस्तालाई सम्झेर भोट चाहिँ तपाईँहरूले अवश्य पनि घन्टीमा हाल्नु होला है। यो चोटि नेपाल अधिराज्यभरिबाट घन्टीलाई बहुमत दिएर सरकारमा पठाउन सकियो भने यो देशले निकास र विकास पनि पाउँछ। हामीले देश परिवर्तन भएको र देश विकास भएको, उन्नति प्रगति भएको हेर्न पनि पाउँछौँ र देख्न पनि पाउँछौँ। अनि भ्रष्टाचारको अन्त्य हुन्छ। भ्रष्टाचारीहरूलाई कारवाही गरेको पनि हेर्न नै पाइन्छ। अनि भ्रष्टाचारीले भ्रष्टाचार गरेको रकमहरू आफ्नो देशको ढुकुटीमा राख्न पनि पाइन्छ। अनि नयाँ नेपाल निर्माण हुन्छ, देश परिवर्तन हुन्छ र देश विकास हुन्छ। जो साथीहरूलाई यो भिडियो एकदमै राम्रो लागेको छ, देश विकास भएको, उन्नति प्रगति भएको हेर्न जानुहुन्छ, त्यो साथीहरूले यो भिडियोलाई अवश्य रिपोस्ट गर्नु होला है।